इन्टरनेसनलहरूले हेरेर आएको छु भने नेपालबाट हेरेर आएको छ भने चाहिँ म चाहिँ के भन्छु भने केटा हो लाइसेन्स लिएर आऊ तिमीहरूको मेन हतियारै मेन विपनै भनेको एब्रोडमा होइन यो के अरे लाइसेन्स हो क्या अब इन्टरनेसनल लिएर आऊ यहाँ कन्भर्ट गर्न मिल्छ तर लाइक यहाँको तर इन्टरनेसनलमा मान्यता दिँदैन यहाँ त्यसलाई यहीँको फुल लाइसेन्समा कन्भर्ट गर लाइक द्याट्स गन बी योर मेन विपन क्या केटा हो आज दिनभरि यतै कट्ने भयो अहिलेको लास्ट भिडियो मिल्यो बबालै भिडियो Food is really beautiful, eh? Yeah. भोक लागेर म त भोक थाम्न सकिनँ यार धन्न लकी चाहिँ के भने दिदीले दिनुभएको चिप्स चाहिँ मैले बोकेर आएको छु नि हालेर मेरो हेर्नु न केटा म चाहिँ मेरो गाडी भनेको मेरो सेकेन्ड होम हो क्या म बाई द चान्स कतै बसिहाल्नु पऱ्यो कतै के त हुँदैन म सबै बोकेर हिँड्छु यहाँ हेर न यो ज्याकेट स्याकेट यो सिरानी तिरानी सबै यहाँ खानेकुराहरू मेरो लुगाहरू योहरू त्यसको अब आजको खतरा हो नि त जुत्ता समेत छ हौ मसिरहेको त यस्तै हो केटा हो डेन्जर भोक लाग्यो धन्न दिदीले दिनु भएर बोकेको छु गाडीको हालतमा त खाँदै जाने हो खाँदै जाने अघि पुरै गर्मीले अब लाग्ने फुटबलतिर 45 मिनट फुटबल खेल्यो हेर्नु खेल्यौँ नि त तर अब खेल्न आइसकेपछि त पुरै खेल्ने आएको छ जङ्गी पो त आएको छ उमेर पो बढ्यो त जोस कहाँ सकेको छैन नि हो Welcome to new vlog. हेलो एभ्रिवान अस्सलाम वालेकुम सत श्री अकाल नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ धेरै भन्दा पनि कति महिना भइसक्यो 2-3 महिना भयो होला 2-3 महिना पछि आज ब्लग बनाउँदैछु किनभने अलिक धेरै नै बिजी भयो एकदमै बिजी भयो त्यही भएर एकदमै आज चाहिँ अब मैले चाहिँ अब एउटा भयो नि त आजदेखि स्टार्ट गर्नु पऱ्यो भनेको स्टार्ट गर्नु भने फेरि अब बनाउनु पऱ्यो भनेर सोचेको यो चाहिँ मैले किन बनाउनु लागेको र के को लागि बनाउनु लागेको चाहिँ यो ब्लग चाहिँ मैले के बनाइदिनु लागेको लाइक हाउ वी म्यानेज होइन मतलब हुन्छ नि फुल टाइम वर्क इन न्युजिल्यान्ड है त्यो होलिडेज टाइममा होइन लाइक हुन्छ नि हाम्रो अब होलिडे अहिले समर ब्रेक भइरहेको छ होलिडेमा हाम्रो 2-3 महिनाको छुट्टी हुन्छ त्यसमा चाहिँ हामी म चाहिँ अरू भन्दा नि मैले चाहिँ कसरी आफ्नो फुल टाइम वर्क म्यानेज गर्छु त्यो चाहिँ तपाईँहरूलाई म यो भ्लगमा भनिदिन गइरहेको छु त्योभन्दा अगाडि चाहिँ मैले अब के देखाइदिनु लाग्यो भने के भनिदिनु एउटा कुरा म सेयर गरिदिइहालौँ होइन अनि अब दाइ र दिदीको माया कतिसम्म रहेछ हेरौँ है त गाइस यहाँ दिदीले बिचरा बोलाएर के हालिदिनु भएको रहेछ हो दिदीले यहाँ दाइ र दिदीको माया कतिसम्म रहेछ हेरौँ है गाइस अब देखाइदिइहालौँ सेयर गरिदिइहालौँ दाइ र दिदीले के बोलाएर के हालिदिनु भएको रहेछ है अब एउटा टक्क अब त्योभन्दा अगाडि चाहिँ अब भोलि काम गर्न लागेको काम गर्न जान यहाँबाट म 75 किलोमिटर जान लागेको 75 किलोमिटर ड्राइभ गरेर 75 140 किलोमिटर अनि त्यहाँ गएपछि अब दाइले कहाँ यो लाएर जानु भनेर यो दिनुभयो दाइले यो लाएर जानु काममा भनेर त्यहाँ घाम भयो भने घाममा होइन यो लाउनु रे यो दिनुभयो दाइले अनि दिदीले दाइ अझै यहाँ के हालिदिनु भएको रहेछ खानेकुराहरू त्यो छैन यहाँ चिप्स हालिदिनु भएको रहेछ मामा बिचरा दिदी माया लाग्यो यार कति दिदी आम्मा यहाँ अनि यो हालिदिनु भएको रहेछ दिदीले माया दिदीको यो 0 सुगर कोक दिदीले अब यो चाहिँ यो चाहिँ नदेऊ साइड राखौँ होला दिदीले अच्छा अनि यहाँ एप्पल्स फ्रुट्सहरू रहेछ अनि यहाँ अझ यहाँ चाहिँ सब्जीहरू रहेछ प्याक गरेर हालिदिनु भएको रहेछ दिदीले आम्मा बिचरा दिदी माया लाग्यो यहाँ अझ यो चाहिँ नगेट जस्तो लाग्यो यो चाहिँ नगेट अनि चिप्स रहेछ अनि यहाँ के रहेछ यो सब्जी अझ यहाँ रहेछ सुन्तलै त अझ दिदीले यो हालिदिनु भएको रहेछ आम्मामा अझ यहाँ सब्जीहरू रहेछ मासुहरू रहेछ के अरे ल्याम्प के पनि खोलेर देखाइदिइहाल्छ नि त होइन आम्बो हेलो हेरौँ गाइस मासु राइस यता राइस छ कामबाट म 12 बजे आएँ नि त केही खाएको छैन भोकै छ भनेर दिदीले आम्मामा थ्याङ्क यू सो मच दिदी अनि दाइ तपाईँलाई पनि म चाहिँ नाम चाहिँ फ्ल्यास गर्दिनँ किनभने दाइ र दिदी अलिकति लोकी बस्नुहुन्छ अलिकति फ्ल्यास अनि त्यो भएर चाहिँ मैले फ्ल्यास नाम गरिनँ अब थाहा पाइहाल्नुहुन्छ नि तपाईँहरूले अब मलाई चिन्नेहरूले यहाँ इन्डोर कारगिलमा चाहिँ अनि जस खुसी लाग्छ होइन यति धेरै माया गर्नुहुन्छ दाइ दिदीहरूले यहाँको सबैजनाले आफ्नो जस्तो भाइ जस्तो मान्नुहुन्छ होइन सबैजनाले एकदम धेरै माया म चाहिँ एकदमै
ब्लेस्ड एन्ड लक्की छु जस्तो लाग्छ क्या मलाई चाहिँ। अब नेपाल हुँदाखेरि मलाई सबैजनाले माया दिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो, यत्रु यत्रु बच्चादेखि लिएर देखि बुढा पाखालाई क्या, मेरो नाइबरमादेखि लिएर सबैले क्या। म ब्लेस चाहिँ जस्तो लाग्छ क्या मलाई चाहिँ होइन। म अब सानो सानो बच्चा भर्खरको भयोहरू पनि जङ्गिदाए पुरै क्या, जङ्गिदाए यस्तो उयो टाइपको हुन्छ नि, यति धेरै माया क्या बच्चादेखि लिएर बुढा पाखाहरूले सबैले क्या। म यहाँ न्युजिल्यान्ड आउनुभन्दा अगाडि पनि म आउने बेला छिमेकीहरू सबै कति मम्मीको उमेरहरूकोहरू छिमेकीहरू रुनु भयो क्या म त्यो आउने बेलामा, त्यस्तो माया गर्नुहुन्थ्यो। यहाँ पनि हेरौँ यति धेरै माया होइन, यति धेरै माया के भन्नु यस्तै हो त्यस्तै हो। अब चाहिँ अब अहिले छिटै सुत्नुपर्छ किनभने 12 साढे 12 भइसक्यो। अनि बिहानै 5 बजी उठ्नु, किन यहाँबाट 1-1.5 घन्टा लाग्छ गोर पुग्नलाई। यहाँबाट गोर हो 74-75 किलोमिटर छ। अनि त्यही भएर अहिले चाहिँ चाँडै सुतेर अब दिदीले दिनुभएको खाइदिन्छु अनि सुत्दिन्छु। त्यो अलिकति टक्किला पिस्सा हानिदिन्छु, जिउ दुखेर नि त यार 12 घन्टा खकडा खुकुड गइसक्यो। अब एकैचोटि भोलि भेट्नुपर्छ गाई, बाई है त लकडा। अब म चाहिँ लागेँ 5:30 बज्यो, उठेर फ्रेसेस भएर म चाहिँ अब हिँडेँ। अब म चाहिँ निन्द्रा आज चाहिँ अलिक धेरै नै भयो। आज त अलिकति 4 घन्टा जति सुत्न पाएँ, अरू बेला त मलाई 2 घन्टा 3 घन्टा ए बाबु। आज अलिकति सुत्न पाइयो 4 घन्टा जति चाहिँ, 4 घन्टा। अहिले हामी इन्टरनेसनलहरूलाई चाहिँ 4 घन्टा भनेको त मायाको छौँ 12 घन्टा हो बारले। यो चाबी यता छ होइन, पहिला यो अब यो राखौँ, त्यसपछि कुरा गरौँ है त। तपाईँलाई अब चाहिँ निस्किनुपर्छ, अहिले चाहिँ गाडी चाहिँ हल्का हप्पे नहोस् भनेर हल्का यता हिँड्नु पऱ्यो, तात्योस् चल्दैन यहाँबाट। यहाँबाट 75 किलोमिटर छ, लगभग 1 घन्टा लाग्छ। त्यसपछि अब धेरै लामो त भिडियो बनाउँदैन, सर्ट हल्का कति कुनै मात्र बनाइदिन्छु। अब म त्यहाँबाट निस्किन्छु र उतै भेट्यौँ है त सर्टकट। जाडो बिहान चाहिँ एकदमै जाडो रहेछ भन्नाले हुँदो रहेछ यति चाँडो त। यो आज मन्डे चाहिँ के अरे म जहिले रेस्ट गर्ने दिन हो क्या। म अलिक लङ सुत्ने, अरू होल विक खटिन्छ नि त। अनि टक्क होल विक खट्यो गएको छौँ दिनमा बिहानदेखि। अनि मन्डे चाहिँ लङ सुत्यो, मन्डे चाहिँ अलिकति टक्किला टाइप भएर अनि दिनभरि सुत्यो अनि बिहान बेलुका काम गयो। आज चाहिँ अलिक सुत्ने दिन थियो, तर अनि आज धेरै छैन। अनि अर्को कुरा के भनिदिनु गइरहेको छु भने यो भ्लग पछि नेक्स्ट भ्लग चाहिँ सिधै नेपालमा। अहिले चाहिँ अब लाग्यो है, अब चाहिँ अब बाटो रोड सोड यस्तै छ न्युजिल्यान्डको। यो चाहिँ अहिले टक्क 100 को जोन हो। सो 100 अनि अब कुदाउनै पर्छ। 100भन्दा मुनि कुदायो भने पछाडि गाडी डिस्टर्ब, अगाडि कुदायो भने अगाडि उयो बिजो। त्यही भएर 100 to 100 मै हान्नु राख्नुपर्छ। योभन्दा अगाडि 100 माथि कुदाउनु भएको थिएँ, फाइन खाइएको थियो, त्यहाँदेखि अलिक चेतिएको छ, त्यहाँदेखि कुदाइँदैन धेरै। त्यस्तै हो। ल अब उतै अगाडि बाटो भेटौँ, उतै भेटौँ। अब टक्क म चाहिँ आइपुगेँ अनि ठ्याक्कै 800 मिटर अगाडि चाहिँ अब म चाहिँ यसो त अब खाइदिनु पऱ्यो। कति भयो भने 6:53 भयो। अहिले भनेपछि 20 मिनट जति अहिले टाइम छ। सो तपाईँसँग चाहिँ एप्पल खाइदिउँ, भोक पनि लागेको छ होइन। अनि अर्को कुरा चाहिँ बिहान खाली पेटमा एउटा एप्पल चाहिँ इट्स भेरी हेल्दी। टक्क अनि अर्को कुरा चाहिँ टक्क उठेर खाली पेटमा टक्क 1 गिलास तातो पनि खाइदियो अनि एउटा एप्पल खाइदियो। एप्पल इज गुड फर डाइजेसन है। म त कहाँ फेरि हेल्थको ज्ञान दिइरहेको, हुन पनि अब हेल्थको ज्ञान किन दिने, म पनि एउटा एथलेट हो होइन। अब त्यही स्पोर्ट्स पढिरहेको छु अनि स्पोर्ट्स ट्रेनर हो, अब जिम ट्रेनर, फिटनेस ट्रेनर हो। अब भएपछि यतिको त दिन परिगयो, अब तपाईँहरूले पनि लिन परिगयो, सुन्न परिगयो होइन। अब खाइदिउँ है। अनि यो फर दिस एप्पल थ्याङ्क यू दिदी है। यस्तो रसिलो मनपर्छ मलाई, रसिलो चाहिँ जे नि मनपर्छ, जे नि। अब अर्को अब एकछिनपछि त्यहाँ पुग्नुपर्छ अनि हेरौँ न है, म देखाइदिन्छु के कस्तो रहेछ। हल्का रमाइलो पनि गर्नुपर्छ, त्यही हो। खाएको त केही देखाइदिउँ यार, पछि भेटौँ न बिचरा, बाई बाई। आज दिनभरि यतै कट्ने भयो। अहिले कति 3 बज्यो बिहान आएको। आज धेरै गर्नु पर्दैन, हल्का बसी बनाइ यसरी घुम्ने बनाइन्छ दिएको। यस्तो त भन्नु हुँदैन होला, भन्ने गयो के छ मान्छेलाई अब के भन्नु पुग्यो, त्यस्तै हो। रनिङ हाल्दैछ, त्यस्तै हो। जस्ट गुड छ लास्ट भिडियो मिलेर बबालै भिडियो। कोरिज
really beautiful, eh? यहाँ यस्तो हुन्छ केटा हो चक्क यस्तो होला लेम्बो ट्रक कुदाउनुपर्छ न्युजिल्यान्ड मैले तर यति हो जिन्दगीमा मैले होइन अब हाम्रो त अब नेपालमा अब आफ्नो 10-12वटा गाडी छ नि त मैले जिन्दगीमा गाडी मलाई बाबा मम्मीले छुन दिनु भनेको बाबाले त मलाई बाबाले दाइले कहिले छुन दिएन क्या मैले पनि सोच्थेँ म जिन्दगीमा बाबा दाइ जस्तो चाहिँ ड्राइभर त हुन त ड्राइभर त होइन इभन द लाइक आई वाज लाइक हुन्छ नि नेभर एक्सपेक्ट द्याट होइन मतलब विदेश आएर यस्तो होइन मैले चाहिँ सोचेको थिइनँ जस अब ड्राइभर खतरा बाउ ड्राइभर दाइ ड्राइभर तर मलाई चाहिँ खतरा अब यो चाहिँ कस्तो भन्ने एउटा स्किल छ नि त अब दाइले बाबाको स्किल्स अब नहुने कुरै हुँदैन छोरामा होइन भाइमा ठिकै हो तर मैले यो हुन्छ नि मैले कहिले सिकेको पनि होइन केही पनि होइन अहिले त मैले नो वान क्यान बिट मी के यो मलाई तिमीले जे पनि सक्लौ तर यो स्पोर्ट्समा यो बाइकमा अनि यो गाडीमा हुन्छ नि यु क्यान नेभर एभर बिट मी के यतिमा चाहिँ ठोकेर भनिदिन्छु म सिकेतलाई कन्फिडेन्स भन या अब इगो भन तर जे भन्छु भन तर लाइक यु कान्ट है होला म भन्दा बेटर होला तर लाइक मलाई चाहिँ म आइएम गुड इन इट जस्तो लाग्छ मलाई चाहिँ त्यही हो केटा हो यस्तै हो हाइपे गऱ्यो जहाँ हाइपे रेट गऱ्यो म त चल्दिनँ म त वहाँ पैसा हाई रेट दिनु पऱ्यो म त यो गरिदिने हो वहाँ कसैमा ड्राइभिङ के हो र मुसिरीलाई फिलिलिली हो नि तर यहाँ 75 किलोमिटर यहाँ आएर मुसिरी तर जोस् योभन्दा अब अगाडि चाहिँ अब इन्टरनेसनलहरूले हेरेर आएको छु भने नेपालबाट हेरेर आएको छु भने चाहिँ म चाहिँ के भन्छु भने केटा हो लाइसेन्स लिएर आऊ तिमीहरूको मेन हतियारै मेन वेपनै भनेको एब्रोडमा होइन यो के अरे लाइसेन्स हो क्या अब इन्टरनेसनल लिएर आऊ यहाँ कन्भर्ट गर्न मिल्छ तर लाइक यहाँको तर इन्टरनेसनललाई मान्यता दिँदैन यहाँ त्यसलाई यहीँको फुल लाइसेन्समा कन्भर्ट गर लाइक द्याट्स गन बी योर मेन वेपन क्या केटा हो ए सक्यो है काम चाहिँ सक्यो अब म अब इनबर कारगिल फर्किँदैछु सट्टे पारेर अनि चट्ट मलाई चाहिँ अहिले डेन्जर भोक लागिरहेको छ मैले अघि केएफसी खाँथेँ केएफसी खाएला केएफसीले त के अगाइला होइन के अगाइ थियो होला अनि ठिकै छ अब घर कति बेला जाने अब कति बेला 1 घन्टा लाग्छ होला यहाँबाट अनि गएर पहिला खाने अनि त्यसपछि फेरि अर्को जब अर्को अब 12 बजीसम्म गर्छु अनि त्यसपछि टक्क घर गएर सुतिन्छु किनभने फेरि भोलि 5 बजे उठ्नुपर्छ म 5 घन्टाले निद्रा 5 अब 12 बजे उयो अफ गरेको उयो गरेपछि सुतेपछि 12 बजे घर गएपछि त अफकोर्स 12 बजे नै सुतिँदैन पागल हो यो अनि 12 बजे नै त सुतिँदैन एक मोबाइल चलाउँदा 1 बज्छ अनि 5 बजे उठिन्छ भने चाहिँ 5 बजे चाहिँ 4 घन्टा सुतिन्छ किनभने 1 2 3 4 5 4 घन्टा त 1 बजेदेखि 5 बजे भनेपछि ठ्याक्कै 5 घन्टा हुँदैन त्यही भएर 4 घन्टा हुन्छ अलिकति क्यालकुलेसन राम्रै छ म्याथमेटिक्स राम्रो थियो स्कुलमा नि कलेजमा नि फिजिक्स स्टुडेन्ट हो नि त ठिकै छ अब चाहिँ यहाँबाट निस्किन्छु अनि मैले चाहिँ अब पुरै लङ चाहिँ बनाइन भ्लग होइन छिटो कतै कतैको मात्रै पुरै फुल भयो भने त लामो हुन्छ नि त लामो चाहिँ हुन्छ त्यही भएर अब पहिला घर जान्छु फ्रेस हुन्छु नुहाउँछु अनि केही खान्छु अनि त्यसपछि भन्नुभयो त्यस्तै छ अब यो त्यस्तै हो अब त्यस्तै हो अब उतै भेटौँला ल भरे बाई बाई उतै भेटौँला है त अब 100 को जोन आयो 100 को जोनमा फोनसँग खेला चाहिँ नगरौँ भाइ ल भाइ अघि पुरै गर्मीले भिज्यो थियो कि यहाँ आयो क्या अनि पछाडिको यो पसिनाले अनि हावा सिट्टो तर चाहिँ चिसो बनाइदियो पछाडि ढाँचा भयो क्या अनि टक्क अब म चाहिँ आइपुगेँ घर फाइनली पहिला जाने हो मस्त पहिला नुहाउँछु म त्यसपछि के खान्छु पछि भेटौँला यार अहिले त म किनेको जङ्की पो हो त आएको छ स्ट्यामिना जङ्की रनर पो हो त आएको छ पहिलाको च्याम्पियन पो हो त त्यत्तिकै थाक्छ अरे क्या ल पछि भेटौँ है काममा जानु पऱ्यो भने के कामहरू अब यहाँ दाइले फोन गर्नुभएको थियो फ्रेन्डली फुटबल म्याच अरे त्यहाँ आउनुपर्ने भयो भनेर लु अब उतैबाट उता त्यही भएर प्रिन्ट भयो कि उता लाउन प्रिन्ट अनि उतै गरौँ अहिले चाहिँ यसरी चड्डीमा हिँड्यो यस्तो छ के गर्नु गाह्रो छ जति तति चारैतिर म्यानेज गर्नुपर्छ अब जाउँ अब 45 मिनट्स 90 मिनट्सको हुन्छ 45 को मात्रै खेल अब उता थाकेर आएको छ भन्नुभयो ठिकै छ यो चाहिँ मेरो स्पोर्ट्सको भाइ थियो चट्टा पारेर
नयाँको अहिलेसम्म लागेकै छैन उयो पनि ठिकै झर्छ त बास यति भए भइगयो नि यो चाहिँ यहाँ राख्दा अब लाग्ने फुटबलतिर 45 मिनट फुटबल खेल्यो अनि सोचौँला हेरौँला है त अहिले चाहिँ बाई बाई अहिले चाहिँ फुटबल ग्राउन्ड आइपुग्यो अब एकछिन हेर्नु खेल्यौँ नि त तर अब खेल्न आइसकेपछि त पुरै खेल्ने आएको छ जङ्गी पो हो त आएको छन् उमेर पो बढ्यो त जोस कहाँ सकेको छैन नि हो बुढेसकालमा पनि जङ्गीको जोस हुन्छ नि फेरि तर अहिले बुढेसकाल चाहिँ लाग्यो होइन फेरि आधा मिनट हेरेर ल अब खेलौँ यो हाम्रो साउथल्यान्डको उयो हो फुटबल ग्राउन्ड हो आइएलटी को अब फेरि कता हो त्यो चाहिँ थाहा छैन फेरि मलाई माइटी उता हुनसक्छ तर अब कति कोर्टमा हो थाहा छैन त्यो पनि हेरौँ है अब एकैचोटि कहाँ रहेछ हेरौँ अनि जाउँ हेरौँ भेटेपछि अनि त्यसपछि म क्यामेरा अन गर्छु त्यति बेला उता हो जस्तो लागिरहेछ मलाई त्यो पनि हेरौँ न उता हो जस्तो लागिरहेछ चाहिँ ठ्याक्कै मजा आइपुग्यो अब हाम्रो गेम चाहिँ उता भइरह यतापट्टि हामी नेपाली उतापट्टि कुहिरेहरू त बिचरा सरी यहाँको किवीहरू माई ब्याड हाम्रो यता मामा हुनुहुन्छ समीरमा के छ ठिक छ मामा सही हो यता हाम्रो सुशान्त दाइ हुनुहुन्छ के छ बुढा हाम्रो बेस्ट प्लेयर अफ इन्भर कारगिल त्यही भएर यहाँ बसिरहेको यति बेला तपाईँ थाकेर बस्नु भएको थाहा छैन साँच्चै सिरियसली भने जिस्केर किडिङ गरे होइन हाम्रो इन्भर कारगिलको बेस्ट प्लेयर हो हाम्रो दाइ अब एकछिन रेस्ट गरौँ अनि छिरौँ चोटी भएर म त एकछिन ढल्छु होला ल अब एकछिनमा भेटौँ है त एन्डिङतिर केटाकेटी हाम्रो गेम सेम चाहिँ सक्यो जित्दा चाहिँ हामीले जित्यौँ 2 गोल हानेर तर मैले चाहिँ हानेको होइन सिधा कुरा अनि हामी टक्क झन्डै हानेको रे मलाई झन्डै हानेको तर मैले हाने होइन अनि अर्को कुरा चाहिँ हाम्रो इन्भर कारगिलको टिम यही हो अब के थाहा अगाडि आउने गेमहरूमा अकल्यान्डतिर क्राइसिसतिर यही इन्भर कारगिलबाट आउला कि फेरि राखेको होइन मामा हाम्रो मामा फेरि डेन्जर अनि फेरि विचार गर है केटा ल अब चाहिँ आजको भ्लग यहीँसम्म हुन्छ लामो भयो होला जस्तो छ अनि जानुपर्छ ल अब अकल्यान्डको टिएचसीमा जानुपर्छ ल है केटा आउँछौँ है हामी ल टक्क अब मेरो अब तपाईँहरूले मेरो वर्क पनि देखिहाल्नुभयो मेरो डेली लाइफ पनि देखिहाल्नुभयो कसरी म्यानेज गर्छु के जस्तो हो देखिहाल्नुभयो अब आजको भ्लग चाहिँ यहीँसम्म हो धेरै पछि मैले कमब्याक हाने त्यो 3 महिनापछि अब सपोर्ट चाहिँ हानौँ अब अर्को भ्लग चाहिँ सिधा कुरा हो लपन सपन जाँदैन जङ्कीको बोली हो ढिलो अपलोड होला तर अपलोड भएपछि अब नेपालको अपलोड हुन्छ है त ल अब अर्को त्यहीमा भेटौँ सी यू गाइज इन त्यही भ्लग लभ यु अल अस्सलाम वालेकुम सत श्री अकाल चोट्टे गरेर बाइ